हामी चाहिँ होइन गुरुङ कटे जाने गाइस हामी कडा हो हामी गुरुङलाई दिनु माउनु हामी तर लेट्स सी द भ्यू यार उकालीमा अघि अघि ओरालीमा यो केटी के भएको नदेखेसम्म को हो देखेपछि माया मोह Good morning guys and welcome to my vlog. This is first day. हामी चाहिँ अब घान्द्रुकको म्युजियममा जानेछौँ. And भर्खर कति बज्यो? 9:00 भर्खर 9:00 भयो. अब ड्रेस पाउन चाहिँ अलिक कठिन भयो. अघि कति 100 खै कतिजना विद्यार्थी गइसक्यो रे. गुरुङ ड्रेस पाउन अलिक गाह्रो होला जस्तो लागिरहेको तर नपाइदियोस्. प्राइस कति होला? आई डोन्ट नो प्राइस त मलाई थाहा छैन लगभग होला टोपी होला नि कतै कहाँ लैछ भन्दा ए तल देखिस् सेट तँलाई नदेखाउने भनेको यार मेरो त काने 10 रुपैयाँ जस्तो गर्छ होइन कसम चाहिँ तँले खसाल हिँडेको छैन उ के सिजनहरु टिप्दै रहेछ. हाम्रो ट्रेकको लास्ट डे घान्द्रुकमा छौँ हामी र आज हामी यो घान्द्रुकको पुरानो गाउँ अब चाहिँ पुरानो गाउँ र लामा हेरिटेज जाँदैछौँ. लामा हेरिटेजमा अब आज हामीले ड्रेस लगाएर त्यहाँ फोटो खिच्ने पाउने सम्भावना एकदम मैले कम देख्छु. तैपनि चान्स पायौँ भने हामीले त्यो ग्राब गर्छौँ. होइन भने हामी चिया बगानमा जान्छौँ. तर हामी रङ बाटो आयो कि जस्तो लाग्यो. तिम्रो त्यो बाटोबाट आएको कि मोटर बाटोबाट आएको कि उक्लियो माथि त्यहाँ उक्लियो भने त्यहाँ उक्लिन्छ नि यहाँ ल ठिक छ ल. अनि हामी चाहिँ अब चिया बगान र एक्याप गाउँमा पुगेर अनि सादा खाना आज हामीले 1 बजे खाना खाएर बागलुङको लागि चाहिँ मुभ छ. र हाम्रो साथसाथै आज चाहिँ यो बुटोलबाट शान्तिमाविबाट पनि जुन विद्यालयमा 5500 जनाभन्दा मैले सरलाई भेटेको थिएँ विद्यार्थी सरकारी हाम्रो जस्तै विद्यामन्दिर माध्यमिक विद्यालय जस्तै गभर्मेन्ट विद्यालय रहेछ त्यो 5500 जना विद्यार्थी रहेछन् त्यहाँ ती. त्यसको विद्यार्थी शान्तिमावि को 370 जनाको विद्यार्थीको चाहिँ टिम आएको रहेछ र यो टिमले गर्दाखेरि हामीले ड्रेस पाउँदैनौँ कि भन्ने कुरा अब हेरौँ. होइन भने हामीलाई होटलको दिदीलाई मैले भनेको छु हामीले होटलमै यहाँको चाहिँ गुरुङ ड्रेस लगाएर चाहिँ हामीले त्यहाँ फोटोहरू खिच्ने भनेका छौँ. र आज बेलुका हामी अब सायद चाहिँ मेरा विद्यार्थी भाइ बहिनीहरूलाई निद नलाउन पनि सक्छ. अब यत्रो 4 दिन 3 रात 4 दिनसम्म अब सँगै बस्ने. अब हिजो पनि हामीले 10:30-11 बजेसम्म रमाइलो गऱ्यौँ खाना खायौँ सबै साथीहरू कोअपरेट भएर अनुशासित तरिकाले. यहाँको नियम 10 बजेभन्दा पछाडि बस्न पाइँदो रहेछ. गीतहरू बजाउन हो हल्ला गर्न पाइँदो रहेछ. हामी सन्च 10:30 बजेसम्म इन्जोय गऱ्यौँ. एकछिन गफ पनि बस्यौँ र विद्यार्थीहरूले इन्जोय ह्याप्पी गरेका छन्. र आगामी दिनहरूमा पनि यस्तो अवसर मिल्यो भने फेरि पनि हामीले ग्राब गर्छौँ. इन्जोय प्लिज इन्जोय डियर स्टुडेन्ट. उकालीमा अघि अघि ओरालीमा यो केटी के भएको नदेखेसम्म को हो देखेपछि माया मोह सम्हाल्यो मन. वाह सिंगर या तर मलाई यो हिमालको भ्यू र यो घान्द्रुकको घर देखेर चाहिँ त्यो गीतको सम्झना आइरहेको थियो. तर कहाँ सुटिङ गरेको एक्ज्याक्टली थाहा छैन होइन तर त्यही भाइब्स आइरहेको थियो. हामी चाहिँ होइन
गुरुङ कटेज जाने गाइज हामी कडा हो हामी गुरुङ लगाइदिनु आउनु हामी तर लेट्स सी द भ्यू यार घान्द्रुक चाहिँ एकदम राम्रै रहेछ हामीले हिजो हामीले पारीबाट हेर्दा चाहिँ औडा देखिएको थियो नि त होइन जस नजिकबाट हेर्दा चाहिँ राम्रो रहेछ यी हजुरहरूले नि हेर्न सक्नुहुन्छ कति दामी छ भनेर लेट्स सी अब हामी चाहिँ जान्छौँ घान्द्रुक त्यहाँ तल बडा ड्रेस घान्द्रुक ठुलो घान्द्रुक ड्रेस लाउनलाई पुरानो घान्द्रुक ठुलो घान्द्रुक ओके लेट्स गो दिस इज आवर माया सुनिल माया माया के छ कस्तो लागिरहेको छ एकदम ठिक छ अलि अनकम्फर्टेबल मिले जस्तो पाइएन म यस्तो बस्नु दिनु पर्यो त्यो है म्युजियमबाट निस्किनु भर्खरै अब हामी सबैले ब्लू ड्रेस लगाएर फोटोसोटो भिडियो सिडियो जे सबै बनाउँथ्यो बनाएर भ्याइयो अब हामी सायद सरले कहाँ कुन थाहा चिया बगान है अब हामी चाहिँ चिया बगानमा जाँदैछौँ अनि हामी त्यहाँ चिया बगानको नि केही क्लिपहरू ट्रेकिङ चाहिँ अब फिनिस भइसकेको छ अब हामी चाहिँ जान लागेको अब हामी चाहिँ घान्द्रुकदेखि अब बागलुङ जान्छौँ हामी यहाँदेखि तल्सीसम्म हिँड्दै जाने अनि गाडीमा जाने आमा बस्नु है हामी गयौँ हुन्छ अब हामी घान्द्रुक आयौँ भने यहीँ बस्छौँ ल ल बजै ल हामी गयौँ फेरि एटिट्युड देखाइरहेको मुनि पुग्छ है अलि एटिट्युड देखाइरहेको यो मान्छेले धेरै नहोला कि तिमी छौ डिलतिर तिमी जाऊ ल ओ हेलो के भन्छ त यार अब म के भन्न चाहन्छु भने चाहिँ ट्रेकिङको यो डे 4 है डे 4 ट्रेकिङको अब यो चाहिँ कहिले पनि नभुल्ने ट्रेकिङ भयो जानु नि मन लाग्छ छैन खासै तर जानु नि परेछ यो हाम्रो चाहिँ 12 को अन्तिम हो हैन फर्किन मन नलाई फर्किन पर्छ ए राम्रो दिपेश म हैन के उहाँ हो सुन न म दिपेशलाई भनिरहेको नि त अब हामीले हैन एकदम
राम्रो होइन जग्गामा त्यही गरे नि ब्याकग्राउन्डलाई हामीले मिस गर्छौँ हामीले राम्रो राम्रो भ्यू देख्न सक्छौँ यी हेर्नु यहाँ कस्तो राम्रो राम्रो भ्यूहरू छ उता उता माथि माथि पनि हेर्नुहोस् उता माथि माथि नि राम्रो भ्यू छ दुईबाट अब नयाँ पुलतिर आज फाइनली 4 दिनको दिन घरमा अब घर जाँदैछ बाई 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 बहिनीले ल ल बाई बाई भाइ दिनको बल्ल अब हामी चाहिँ नयाँ पुल जान्छौँ नयाँ पुलबाट फेरि गाडी गाडी एक्सचेन्ज चढेर बस गर्छौँ चढेर सिधै बाग्लुङ अनि गाडी एक्सचेन्ज गरेर हामी बाग्लुङ जान्छौँ Baby, you give me ice and fire. You're giving me wind and rain. You're some kind of butterfly. Baby, you give me midnight. You whip up my appetite. Don't leave me here high and dry.